हामीले आज यो 68औं सहकारी दिवस मर्यादित सहकारी समुन्नत समाजको नारासहित हामीले आज विभिन्न कार्यक्रमहरू गरेर हामीले कार्यक्रमलाई पनि मनायौँ र यो इतिहासलाई हामीले चाहिँ सधैँ कायम राख्नुपर्छ भन्नेको हिसाबले पनि हामीले यो सहकारी अभियानलाई अगाडि बढाइरहेको अवस्था छ र मेरो अनुभवमा अब पहिला जुन खालको एउटा नीति तय गरेर सहकारीको जन्म भयो हिजो चितवनबाट सुरु भएको बखान सहकारी आज एउटा देशव्यापी रूपमा सहकारीहरू चाहिँ जन्मिएका छन् हैन र सबै सहकारीहरूले चाहिँ आफ्नो यो भनौँ न चाहेको अनुसार र देशले खोजेको जस्तो काम गर्न सकेको चाहिँ अवस्था अझै पनि छैन। यो 68औं हामी चाहिँ यो सहकारी दिवस मनाइरहँदाखेरि सबै ठाउँमा सहकारीको पहुँच अझै पनि पुग्न सकेको छैन र यसले सरकारले चाहिँ एक खम्बे तीन खम्बे नीति अन्तर्गत एउटा चाहिँ खम्बा सहकारी हो भनिरहँदा पनि जतिसम्म चाहिँ सहकारीलाई चाहिँ नेपाल सरकारबाट चाहिँ हुनुपर्ने सहयोग र नेपाल सरकारले जुन किसिमको चाहिँ हिसाबले हेर्नुपर्ने हो त्यो हिसाबले सहकारीलाई हेरेको पनि छैन र अबको दिनमा भने चाहिँ जति पनि हाम्रो देशको एउटा समृद्धि हुन्छ देशमा चाहिँ एउटा देशलाई समुन्नत गराउने हामी अगाडि बढ्छौँ र जनताहरूलाई हामी यहाँका देशवासीहरूलाई चाहिँ जति पनि कुराहरूमा हामी चाहे प्रविधिमा होस् चाहे हरेक कुरामा होस् अगाडि बढाउनको लागि चाहिँ अब सहकारी मार्फत नै त्यो कुरा अगाडि बढाउन सकिन्छ भनेर चाहिँ हामी त्यो कुरामा लागिरहेछौँ र त्यो गर्न सकिन्छ। सहकारीले जे काम गर्न सक्थ्यो मानव 100मा काम गर्न सक्थ्यो भने हाम्रो नेपालमा भइरहेको सहकारी र हामीले चाहिँ त्यो 100 मध्ये कति मिट गर्न सकेका छौँ जस्तो लाग्छ तपाईँलाई? सहकारीले जे गर्न पर्ने थियो त्यो लेभलमा चाहिँ हामी कुनमा पुगेका छौँ 100मा? अब यो सहकारी अभियान चलाइरहँदा अब म अहिले भर्खरै पनि बागमती प्रदेश कृषि सहकारी सङ्घको सञ्चालकमा पनि भर्खरै मनोनित भएको हिसाबले हाम्रो एक दुईवटा मिटिङ पनि बस्यो र मेरो अनुभवमा चाहिँ के भयो भने हामी जतिसुकै हामीले त्यो सहकारी मार्फत गर्न खोजेका जति कुराहरू छन् ती कुराहरूमा र नीति नियम बनाउने कुराहरूमा चाहिँ सक्रिय रूपमा चाहिँ सहकारीहरूलाई चाहिँ सरकारले सहभागिता पनि अलिकति कम गराएको अवस्था छ अहिले हैन। कतिपय कुराहरू राम्रै लिएर आएको पनि छन् सहकारी नलिएको होइन सहकारीको लागि तर त्योभन्दा हामीले जस्तै 50-60 कुन लेभलमा चाहिँ पुगेका छौँ त्यो हामीले जे काम गर्न पर्ने भनेर सहकारीको स्थापना भएको थियो 68 वर्ष अगाडि हेर्ने हो भने चाहिँ लगभग हामी चाहिँ 60% चाहिँ हामीले काम राम्रै छ सहकारीको एकदमै। जस्तै यसमा चाहिँ तपाईँले अघि जोड्नुभयो सरकारको अलि बढी भूमिका हुनुपर्ने नियमनको विषयमा नियन्त्रणका विषयमा कानुन निर्माणका सन्दर्भमा हामीलाई सहजीकरण गर्ने सन्दर्भमा जुन हुनुपर्ने थियो त्यो भएन भनेर तपाईँले भन्नुभएको छ। तर हामी सहकारीले पनि त गाउँमा बसेर ग्रासरुट लेभलमा बसेर स्थानीय नागरिकहरूसँग बसेर काम गर्दा जे उद्देश्य हुनुपर्थ्यो नागरिकको आर्थिक समृद्धिका कुरा जस्तै हामीले यो तपाईँहरूको यो सहकारीको कम्पाउन्डभित्र पनि 7वटा सिद्धान्तहरू लेखेर पनि राख्नु भएको छ त्यो नागरिकहरूसित सिधै जोडिने कुरामा पनि त सहकारीहरूले त्यो जोड्न नसकेको कारणले सरकारले पनि त्यसरी फेसिलिटेट गर्न नसके हो कि तपाईँहरूलाई चाहिँ के लाग्छ? तपाईँलाई के लाग्छ व्यक्तिगत रूपमा पनि? हुनसक्छ केही कुराहरू सहकारीका अभियन्ता अथवा सहकारीमा पनि कमजोरीहरू हुन सक्छन् तर पनि अहिले जति पनि हामी अहिले अब अस्ति भर्खर पनि एउटा सम्मेलनमा पुनर्जागरण 2 भनेर पनि हामीले कार्यक्रम सञ्चालन गरौँ माथि बसेर पुनर्जागरण गर्ने होइन क्या सहकारीको पुनर्जागरण चाहिँ तल्लै लेभलबाट हुनुपर्छ र हामी चाहिँ साना किसान कृषि सहकारी संस्था हाम्रो जीवन बोर्डले चाहिँ त्यो तल्लो लेभलबाट चाहिँ जनताहरूलाई चाहिँ सहकारीको माध्यमबाट चाहिँ हामीले जनचेतना फैलाउने काम गरिरहेछौँ कि त्यस कारणले गर्दा हामी चाहिँ जति पनि हामी ग्राउन्ड लेभलमै जाने हो माथि बस्नेहरूले नीति नियम वकालतका कुराहरू गर्नुहुन्छ होला त्यो आफ्नो ठाउँमा छ तर हामी भनेको चाहिँ अहिलेसम्म जनताहरूमा जाने जनताको बिचमा जाने हैन जनताहरूको समस्या पीरमर्काको विषयमा हामीले बुझ्ने र उहाँहरूलाई हामीले के प्राविधिक सहयोगहरू गर्न सक्छौँ ऋणका कुरा होलान् हैन बचतका कुरा होलान् कुन किसिमको आज भर्खर पनि हामीले एउटा कार्यक्रम चाहिँ सञ्चालन गरेर आयौँ हैन। हामी चाहिँ अहिले ग्राउन्ड लेभलमा गएर जनताहरूलाई चाहिँ सुसूचित हुने काम र मुख्य कुरो त सचेतना हामीले दिनैपर्छ। सहकारीमा सदस्यहरूलाई हामीले जबसम्म सक्रिय बनाउन सक्दैनौँ सचेतना दिन सक्दैनौँ तबसम्म सहकारी सफल हुन सक्दैन। हामीले चाहिँ त्यो अनुसारको काम गरिरहेछौँ भने एकदमै हामीले चाहिँ अहिले हाम्रो काम भनेकै त्यही नै छ। अहिले हामी चाहिँ ग्राउन्ड लेभलको हाम्रो सदस्यहरूलाई चाहिँ कसरी चाहिँ
उहाँहरू माझमा सहकारीको विषयमा बुझाउने, सहकारी शिक्षाहरू उहाँहरूलाई दिने, विभिन्न किसिमका तालिमहरू दिने र सहकारी भनेको चाहिँ यो हो है भनेर हामीले चिनाउने काम चाहिँ गरिरहेका छौँ। जस्तै हाम्रो साना किसानको हेर्ने हो भने त हामीले सामाजिक सामुदायिक क्रियाकलापहरू पनि अरू गरेका छौँ। यो एकछिन यसलाई बिर्सिदिने हो भनेदेखि जति सहकारी स्थापना भएको छ अल्टिमेटली जुनसुकै शीर्षक झुन्डाए पनि बचत तथा ऋणमा मात्रै फोकस हुने अवस्था छ। तपाईँले त्यहाँ देख्दा, विदेशतिर तपाईँले देख्दा, तपाईँले आफैले भ्रमण गर्दा पनि धेरै ठुला उत्पादनमा पनि सहकारीहरू लागिरहेछन्। अब भारतकै कुरा गर्ने हो भने पनि युरोपमा त सहकारीले कृषकहरूसित सिधै समन्वय गरेर उनीहरूका उत्पादनको बजारीकरणदेखि लिएर इन्सुरेन्सदेखि फाइनेन्सियल सपोर्टसम्म उनीहरूले सहजीकरण गरिरहेको अवस्था पनि छ। हामी चाहिँ सबै बचत र ऋण पैसामा मात्रै केन्द्रित भयौँ जस्तो लाग्दैन तपाईँलाई? केही हदसम्म छ किनभने हामीले कृषिको काम हामीले गर्दै नगरेको पनि होइन तर हाम्रो नेपाल र बाहिरको कुरा गर्नुभयो तपाईँले। अब हामी विदेशमा गएर हेर्दा चाहिँ त्यहाँको सहकारीले चाहिँ पेट्रोल पम्पदेखि लिएर ठुला चाहिँ त्यसलाई बिल्डिङहरू भनौँ न, त्यो आवासको लागि बनाएका बिल्डिङहरू अनि पेट्रोल पम्पदेखि लिएर ठुला चाहिँ कृषि पसलहरू खोलेर उहाँहरूले चाहिँ कस्तो भने अब सरकारले पनि त्यो उहाँहरूले उत्पादन गरेको चिज किनिदिने र उहाँहरूलाई चाहिने आवश्यक चिजहरू पनि किसानहरूलाई चाहिँ प्रवाह गर्ने त्यो खालको सिस्टम छ कि। तर हाम्रो नेपालमा त्यो सिस्टम छैन। किनभने हाम्रो किसानहरूलाई हामीले किन प्रोत्साहन गर्न सकिरहेका छैनौँ कृषिमा भने यदि किसानको उत्पादित चिजवस्तुहरूले चाहिँ बजार पाउने र बजारमा गएका चिजहरूलाई चाहिँ कम्तीमा पनि सरकारले समर्थन मूल्य दिएर त्यो चिजबिजहरू किनिदिने हो भने हाम्रो यहाँको किसानहरूले पनि खेती गर्नुहुन्छ, कृषि उत्पादनहरू गर्नुहुन्छ। तर यहाँ नैराश्यता के छ भने बल्ल उत्पादन गरेपछि बजार छैन र बजारको राम्रो भाउ छैन र त्यसको कुनै चाहिँ मूल्य तोकिएको छैन, क्या समर्थन मूल्य छैन। र हाम्रो यहाँ बिउ बिजन मल जतिखेर पनि हामीले खोज्दाखेरि समयमा उपलब्ध नभएको कारण पनि हाम्रोमा कृषिमा अलिकति निराशता आएको अवस्था चाहिँ छ। तथापि अब हामीले चाहिँ कृषिमा गर्नुपर्छ, कृषिबाट नै हाम्रो देशलाई अब अगाडि बढाउनुपर्छ। त्यसको लागि हामी सहकारीहरू तपाईँहरूलाई साथ दिन तयार छौँ भनेर हामीले चाहिँ त्यो खालको चाहिँ कुराहरू गरिरहेका छौँ हाम्रो सदस्यहरूलाई। अब हामी फर्क्यौँ जीवनपुर साना किसान कृषि सहकारी संस्थामा। तपाईँहरूले यो अन्तर्समूह सुदृढीकरणको कामहरू पनि गरिरहनु भएको छ र त अघि भन्नुभएको जस्तो सिधै नागरिक सङ्घमा अथवा सदस्यसम्मै पुगेर तपाईँहरूले अभियानहरू सञ्चालन गरिरहनु भएको छ। सहकारी चाहिँ यस्तो हुनुपर्छ, सहकारीले यस्तो गर्न सकिने रहेछ भन्नेदेखि लिएर गएर हाम्रो नीतिगत कुरा अब्स्ट्याकलहरूको पनि हामीले कुराकानी गऱ्यौँ नि त। यही कुराहरू चाहिँ सदस्यसम्म चाहिँ यो अन्तर्समूह सुदृढीकरणको यो तालिमहरूमा चाहिँ तपाईँहरूले उहाँहरूलाई चेतनशील बनाउनलाई, अवेर गर्नलाई चाहिँ कतिको काम गर्नुभएको छ? होइन हो, हामीले अहिले चाहिँ यो चाहिँ एउटा अवेरनेस प्रोग्राम पनि हो हाम्रो यो होइन। हामीले चाहिँ यो सदस्यहरूलाई चाहिँ अन्तर्समूहमै गएर अन्तर्समूहको पदाधिकारीहरू अनि हाम्रो समूहका सदस्यज्यूहरू उहाँहरूलाई चाहिँ अवेरनेस गर्नुको कारण चाहिँ के हो भनेदेखि एउटा चाहिँ कस्तो भने पुनर्ताजीकरण पनि हो। उहाँहरूको बिचमा चाहिँ हामीले यो हाम्रो चाहिँ सहकारीले गरेको क्रियाकलाप, हाम्रो सहकारीमा भएका हिसाब किताबहरू के छन् होइन, सम्पूर्ण जानकारी चाहिँ हामीले उहाँहरूलाई दिनको लागि यो कार्यक्रम गर्छौँ होइन। र सहकारी भनेको के हो र सहकारी बिचमा चाहिँ र सदस्यहरू बिचमा चाहिँ कस्तो खालको सम्बन्ध हुनुपर्छ अनि विश्वासको एउटा जागृत गर्नको लागि पनि जबसम्म सदस्यमा विश्वास हुँदैन तबसम्म हामीले सहकारीले सफल बनाउन सक्दैनौँ। त्यस कारणले गर्दा एउटा विश्वासको जागृति गराउनको लागि पनि हामीले यो कार्यक्रम सञ्चालन गरेको हो र उहाँहरूलाई चाहिँ हामीले यो कार्यक्रम मार्फत चाहिँ के पनि सन्देश दिन खोजेको हो भनेदेखि अब जीवनपुर साना किसान सहकारीले यो प्रोग्रामहरू अगाडि ल्याउँदैछ है तपाईँहरूको लागि होइन। हामी चाहिँ यो कार्यक्रमद्वारा तपाईँहरूलाई चाहिँ अब अगाडि बढाउँदैछौँ, तपाईँहरू त्यो कार्यक्रममा चाहिँ समावेश हुनुपर्छ भनेर चाहिँ हामीले त्यो कार्यक्रमहरू पनि लिएर उहाँहरूलाई जानकारी गराउनको लागि पनि हामीले यो कार्यक्रमहरू गरिरहेका छौँ अहिले। अब हामी थोरै चुनौतीको कुरा गरौँ। यो वर्षसम्म आइपुग्दाखेरि अहिले देशको एक किसिमले आर्थिक मन्दी सामना गरिरहेको छ देशले पनि र सदस्यहरूको पनि अवस्था त्यस्तै नै होला, त्यो एउटा कुरा पनि छँदैछ। र यो समयमा चाहिँ तपाईँहरूले सहकारी सञ्चालनमा कस्ता चुनौतीहरू सामना गरिरहनु भएको छ? सहकारी क्षेत्रमा अहिले धेरै ठुला चुनौतीहरू आएका छ। किनभने अब अहिले पछिल्लो चरणमा त अब तपाईँहरूले सुनि पनि राख्नु भएको छ, यो सहकारीहरू भाग्ने क्रममा यो चाहिँ सदस्यहरूको पैसाहरू चाहिँ अपचलन गर्ने कुराहरूले गर्दाखेरि सहकारीलाई काम गर्न अहिले धेरै चुनौती छ। किनभने कतिपय सदस्यहरूले कतिपय व्यक्तिहरूले चाहिँ के गरिदिनुहुन्छ भने एउटै डालोमा हालेर हेरिदिनुहुन्छ। सहकारी भनेपछि सबै यस्तै हो भनेर एउटै डालोमा हेर्ने प्रवृत्तिले गर्दाखेरि साना किसान पनि एउटै हो, बचत तथा ऋण सहकारी पनि एउटै हो भन्ने हिसाबले हेरिदिँदाखेरि अहिले हामीलाई
त्यो अलिकति अप्ठ्यारो परेको छ र त्यो कुराहरूलाई चिर्न पनि हामीले एवेरनेस प्रोग्राम एउटा विश्वास जागृत गराउनलाई पनि हामीले अहिले यो कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था हो र अर्को कुरो के छ भनेदेखि यो अहिले तपाईँले जुन मन्दीको कुराहरू गर्नुभयो मन्दीको कारणले गर्दाखेरि व्यापार व्यवसाय चौपट छ चल्न सकिरहेका छैनन् होइन अहिले पुँजीको अभाव छ त्यो अवस्थामा हाम्रो सदस्यहरू केही सदस्यहरूले ऋणको ब्याज पनि तिर्न नसक्ने अवस्थामा पुग्नु भएको छ किनभने हामीले गरेका व्यवसायहरू आगो जब सञ्चालन हुँदैन नि तब उहाँहरूले हामीलाई राम्रोसँग त्यसको चाहिँ ब्याजहरू किस्ताहरू तिर्न सक्नु भएको अवस्था छैन त्यस कारणले गर्दाखेरि सहकारीलाई पनि अप्ठ्यारो चुनौतीहरू छ अब यस्ता कुराहरूलाई पनि चिर्नको लागि हामीहरूले उहाँहरूलाई गएर सम्झाउने बुझाउने होइन र उहाँहरूको व्यवसाय कस्तो के हो भनेर जाने रेखदेख गर्ने हेरिदिने सम्म पनि गऱ्यौँ भने उहाँहरूको एउटा सान्त्वना पनि हुन्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ र अहिले चाहिँ मेन समस्या चाहिँ के हो भनेदेखि सहकारी भाग्छ है भागिसकेको छ है यसरी पैसा खाएर भागिरहेछ भन्ने हिसाबले चाहिँ अलिकति त्यो जनतामा त्यो खालको गइदिँदाखेरि चाहिँ अलिकति त्यसले पनि हामीलाई अप्ठ्यारो परेको अवस्था छ र त्यो कुराहरूलाई हामीले चिर्ने प्रयास गरिरहेका छौँ हामी लगभग अन्त्यतिर पनि छौँ अब अवसरका कुराहरू त गाउँमा बसेर काम गर्दाखेरि सहकारीले अवसर सिर्जना गर्न सक्छ गाउँमा पनि र सहकारी आफैमा ग्रोथ हुने अवसर पनि छ भन्ने कुरा त सबैजनाले महसुस गर्नुभएकै कुरा छ हामी त्यतातिर नछौँ हामी एकदमै छोटकरीमा हामीले कुराकानी सक्याउने कोसिस गरिरहेको थियौँ सदस्यहरूलाई समग्र रूपमा तपाईँ के सन्देश दिन चाहनुहुन्छ आफ्नो सहकारीको तर्फबाट एकदमै राम्रो प्रश्न गर्नुभयो हाम्रो सदस्यहरूलाई म हाम्रो यो संस्थाको जीवनपुर साना किसानको तर्फबाट के सन्देश दिन चाहन्छु भने हाम्रो जीवनपुर साना किसान सहकारी संस्था भनेको एउटा समुदायमा आधारित संस्था हो र हामीले चाहिँ समूहमै आधारित भएर अहिलेसम्म गरेका क्रियाकलापहरू पनि समुदाय मार्फत नै गरिरहेका छौँ र यो चाहिँ हाम्रो संस्था हो भने सदस्यहरूको चाहिँ मेरो संस्था हो क्या होइन सदस्यहरूले चाहिँ मेरो संस्था हो भन्ने बातबाट हामीले सिर्जना गर्नुपर्छ र यो चाहिँ अहिले हामीले हाम्रो संस्था भनिरहेछौँ र हामी केसम्म विश्वास दिलाउन चाहन्छौँ उहाँहरूलाई भनेदेखि यहाँ कुनै किसिमको अपचलन हुने कुनै किसिमको तपाईँहरूको बचत हिनामिना हुने कुरा कुनै त्यसको ग्यारेन्टी हामी लिन्छौँ किनकि हामी यहीँ गाउँमा यहीँ हुर्केको व्यक्ति भएको हुनाले यहीँको कर्मचारी यहीँको सञ्चालक सदस्यहरू सबै भएको हुनाले यहाँ कसैले पनि कुनै नराम्रो कामहरू गर्ने छैनन् र यसमा तपाईँहरूले ढुक्क भएर आफ्नो बचत राख्नु होला होइन समयमा ब्याज किस्ता तिर्नु होला र आफ्नो व्यवसायहरूलाई पनि त्यसै गरी नै स्तर उन्नति गर्दै जानु होला स्तर उन्नति गर्ने क्रममा जहिले पनि तपाईँहरूको साथमा होइन व्यवसायको कार्यलाई अगाडि बढाउनको लागि जीवनपुर साना किसान सहकारी संस्थाले होइन एकदमै साथ सहयोग गर्नेछ भन्ने कुराहरू म राख्न चाहन्छु हस् समय दिनु धन्यवाद हस् धन्यवाद